यो मैले अस्ति सेयर बेचेर किनिदिएको फोन iPhone 16 Pro Max अलिकति एक्स्ट्रा पैसा पठाइदिनु भयो रहेछ बाबाले अनि इयरपोर्ट पनि गिफ्ट गरिदिउँ कि भनेको बर्थडेमा iPhone 16 Pro Max पाउँदा कति खुसी लाग्छ होला वाह रे वाह सो आज हामीले बर्थडे गिफ्टमा चाहिँ iPhone 16 Pro Max 500 कति GB को गिफ्ट दिन लागेको छौँ हैन खासमा चाहिँ उसलाई यो दिन लागेको चाहिँ हाम्रो प्रमोदितालाई हो उसको मैले हैन है फेरि उसको फ्यामिलीले नै दिन खोज्नु भएको हो अनि सरप्राइज गिफ्टलाई फोन लास्टै ध्वस्त भएको छ उसको फोन अनि उसलाई चाहिँ गिफ्ट दिनै पर्यो भनेर चाहिँ दिनुभएको छ उहाँहरूले कस्तो भवनमा त एक्साइटेड मै एक्साइटेड भन्छु कि त्यो मोमेन्टको लागि उसको बर्थडे आउनलाई भोलि हो बर्थडे सरी भोलि हो कि आउनलाई भोलि नै हो बर्थडे अहिलेसम्म फोन लिएको छैन फोन लिएको चाहिँ सर्ज नेपालबाट हो यो चाहिँ भाटबट्टी यो सबैको भाटबट्टी छ भक्तपुर कोटेश्वर कता कता छ हाम्रो दाइले चाहिँ मिलाएर गरिदिनु भएको छ फोन हैन त्यसमा एडाप्टर फ्री वाह थ्याङ्क यू म र जोसु दिदी चाहिँ उता गएर iPhone 16 Pro Max लिनेवाला छौँ भाटबट्टीको स्टोरबाट अगेन सर्ज नेपालबाट अनि कसैलाई थाहा छैन हामी कसैलाई भनेको पनि छैन उता असेसमेन्ट पनि गर्नु छ मेरो भोलि डेडलाइन छ त्यही भएर असेसमेन्ट पनि गर्न पाएको छैन अनि प्रभुले मलाई छिटो असेसमेन्ट गर्न भन्नु फर्किरहेको छ अब म यहाँ त्यो सामान फोन लिन जान लाग्छु कसरी यहाँ मेरो टेन्सन भइसक्यो अब कता कसरी म्यानेज गर्ने एनिवेज म अब यहाँदेखि तर जान्छु त्यसपछि दिदी आएपछि हामी बाहिरपट्टि जान्छौँ अनि फोन लिएर आएर यहाँ राख्छु मेरो घरमा राख्ने होला के गर्ने अब अनि त्यसपछि एक्साइटेड पनि छु यार लास्टै अनि खाना पनि खाएको छैन ब्यागमा ल्यापटप छ म जान लागेको छु अब म भाइपट्टि पुगेर तपाईँलाई भिडियो देखाउँछु है म चाहिँ भाइपट्टि पुगेँ दिदी त अघि नै पुगिसक्यो अरे लेट्स सी सेकेन्ड हो कि थर्ड फ्लोरमा छ है हाम्रो सर्ज नेपाल फर्स्ट सेकेन्ड थर्डमा भयो यो ठाउँ देख्नुहुन्छ तपाईँले जुन भाटबट्टीमा पनि त म भन्न सक्दिनँ तर काठमाडौँमा चाहिँ कोटेश्वर र यहाँ चाहिँ छ भने चाहिँ थाहा छ मलाई सर्ज नेपाल दिदी हेलो धनी मान्छेहरू यस्तै हो एक्साइटेड हो दिदी म एक्साइटेड छु यार मलाई प्रब्लम मुड गरेर छिटो आइन्छ उमाबाट भनेको अरे एउटा पनि उठाएको छैन मैले तपाईँ बरु म यता झर्छु के चोकमा झर्छु कति बेर बच्चा आउनु त अनि 5-10 मिनटपछि आउँछु 15 मिनट बच्चा आउनु सँगै पनि हाल्छ नि दिदीसँग पैसा डलर छ डलर नेपाली डलर म के भन्छु रे फोन किन्न छ भने सर्ज नेपालमा आउनु है फोन किन्न भने सर्ज नेपाल आउनु कभर मात्र किन्न हैन फोन पनि किन्न आउनु जस्तो हामी आएको छौँ यो फोन मेरो फोन अनि बाँकी 2-3टा फोन हामी टोटलमा 5टा फोन किने यार यहाँदेखि फोन iPhone 16 Pro Max हातमा आउन छटपटाइरहेछ म चाहिँ अहिले खोल्दिनँ के भन्छ अरे यो ग्लास र कभर लिन चाहिँ पर्सितिर आउँछ है गिफ्ट दिनुको एडाप्टर पनि दिनु अहिले अनि हामीलाई एडाप्टर चाहिँ फ्रीमा दिनुपर्छ दाइले मलाई अरू पनि फ्रीमा दिनु न बरु खै कुन चाहिँ युज हुन्छ खास ओके ग्यारेन्टी भइहाल्छ नि अब वारेन्टी ग्यारेन्टी के हो वारेन्टी हुन्छ है उयो लिइदिनुपर्छ के होइन 14 Pro Max
अब कभर किन्न मात्र होइन फोन पनि किन्न आउनु पऱ्यो कि हामी जस्तै हामी यहाँदेखि के किन्यौँ 5वटा फोन आइफोन अनि एप्पल वाच पनि किनेछौँ अब मजा आउँछ भोलि खासमा दिने चाहिँ अब यो गएर कहाँ राख्ने फोन भन्ने कुरा हो त्यसपछि हामी घर जान्छौँ घर गएर खान्छौँ अनि होमवर्क गर्छौँ अनि त्यसपछि भोलि कन्टिन्यू हुन्छ ब्लग यो चाहिँ हाम्रो दाइको स्टोर अरू के किनिदिनुहुन्छ र मलाई कभर सभर कहाँ छ यो पसल कोटेश्वर यहाँको मात्र हो बालबटा ए नक्सालतिर भन्ने भएको होइन के रे दिदी अलिकति एक्स्ट्रा पैसा पठाइदिनु भयो रहेछ बाबाले अनि इयरपोर्ट पनि गिफ्ट गरिदिउँ कि भनेको के गरिदिने भन्नाले बाबाले हामीलाई पठाइदिनु भएको बजेटभित्रै पर्ने भयो नि त कति पठाउनु बाबाले त्यो चाहिँ नहो हामीले एयरपोर्ट किन्ने पनि निर्णय लिएको छौँ तर के गर्ने भनेर सोच्नु कस्तो हुन्छ रिभ्यू राम्रो त राम्रै राख्नुहुन्छ यहाँ होइन तर पनि रिभ्यू हेरेर लियो भने चाहिँ अझै बेटर हुन्थ्यो कि कुन चाहिँ बेस्ट हो बेस्ट सेलिङ यो कति छ यसको नोइज रिडक्सन सबै हुन्छ नोइज रिडक्सनहरू सबै हुन्छ वाउ यार म त कति एक्साइटेड भएको छु भोलि रियाक्सन खिच्न अब थाहा त पाइसकेको छ जस्तो लागिरहेछ तर पनि हामी के होप गर्न सक्छौँ भन्दाखेरि उसलाई थाहा छैन भनेर चाहिँ हामीले होप गर्न सक्छौँ त्यसमा कुन चाहिँ त्यो बोट यो चाहिँ सुन्नु न पहिला कानमा ठुसेर खोलिसकेपछि दिनुपर्ने हो म त बित्दैन हामीले एयरपोर्ट पनि लिने भनेको अब के अरे फोनको एक चार्जर पनि एक्स्ट्रा पाएछ यार अस्ति बेकार किनेछौँ ल साँच्ची कि पाएको हो गिफ्ट पाएको एप्पल के हो एप्पल के हो ए ल एकछिन त भेजा भएछ दिदी मलाई पनि अब एउटा आइफोन गिफ्ट दिनु न यत्रो 5वटा लैसकेपछि यो छ टच सेन्सेसन छ अघि भयो अहिले फेरि भयो टच थाहा पायो टच थाहा पायो नोइज रिडक्सन चाहिँ रहेछ है ए मलाई एउटा बेसवाला गीत बजाउनु न बेसवाला युट्युबमा खोज्नु न नागिन बजाउनु भएको ठिक छ दामी दामी कस्तो यार मोबाइललाई ए एडाप्टर पनि अहिले फ्रीमा दिनुभयो फेरि भनिसक्नु भयो अब दिनुहुन्छ होला भनिसकेको भयो यो पनि मलाई दामी लाग्यो यार यसको पनि डिस्काउन्ट माग्दिनु है दिदीको गिफ्ट चाहिँ यो अरे है अब मेरो गिफ्ट चाहिँ यो हो भनिदिनु हो यो चाहिँ हो मेरो गिफ्ट दाइले डिस्काउन्ट गराइदिनु भएको अरे हुन्छ त्यो त किनभने फेरि अब निकालेर दिनु त त्यो आफै
चाहिँ खोल्नु त मजै ओपनिङ गरेको चाहिँ भिडियो पठाइदिनु ओपनिङ भिडियो म भ्लग बनाइरहेको छु तपाईँहरूको तपाईँ युट्युब पनि छ टिकटकमा पनि देख्नु त पर्ने हो तपाईँले ह्याप्पी बर्थडे भनिदिनु नि बाई बाई अब हामीहरू चाहिँ खासमा रोड हाउसमा छौँ 80 मिनट सक्यो भर्खर अब मोज गर्नु हुन्छ पिज्जा खानुपर्छ आज प्रभुको बर्थडे ह्याप्पी बर्थडे प्रभु हामीहरू रोड हाउस पुग्यौँ प्रमुसँग ओए अब बाटो काटौँ बुद्धि लगाऊ बुद्धि लगाऊ बुद्धि गर्मी छ यार लास्ट चाहिँ अलि स्लिक पनि खानुपर्छ के रे कहाँ बस्नु भएन रे साइको यहाँ तपाईँ म त भिडियो बनाइरहेको ब्लग खतरा छ यार अनि ड्रिङ्क चाहिँ गरौँ न बरु यहाँ के छ स्पेसल पिज्जाहरू त मेरो त भइसक्यो अब तिमीहरूको गर हाम्रो दिदीले भर्खर मलाई क्यामेरा सिकाउनु भयो यसरी कसरी सुरुमा त औडा गरेर हातै दुखाउने गर्छ यस्तो मलाई स्क्याम हान्ने तपाईँले मलाई ओ सरी माई ब्याड थ्याङ्क यू दिदी तपाईँले गर्दाखेरि मेरो हात सजिलो भयो दुःख भएन मलाई मेरोलाई सोचिदिनु भएकोमा धेरै धेरै धन्यवाद छ तपाईँलाई उहाँ त अलिकति टिकटक बनाउनलाई बिजी हुनु भइसिन्छ है ल यसो समाइदिएको त फोन उता उभिएर भन्नु फुल फिट देखाएर ए सुसना समात्न भनेको माया कसरी गर्दैन लज्जा यो भुतुक्कै भयो लजाएर हेरे तिमीलाई भने यहाँ बसेको मान्छे उठेर फोन लिएर चाँडो फाइट अनि तपाईँहरू पनि सब चुप्त लगाइदिन्छ नि यहाँ झगडा गरेर छु भनेर यो पालिको 4 महिनाको बिदामा चाहिँ म होइन म बोलेको सुन्दै सुन्दैन तर यो फोनहरू नेचुरल आएर आउँछ यार माइकहरू युज गरेर कस्तो नोइज रिडक्सन आउँछ नि त्यो चाहिँ आउनु पर्छ अनि यो 4 महिनाको बिदामा मैले मेरो अकाउन्ट मैले युट्युब च्यानलमा चाहिँ के गर्छु भन्दाखेरि एउटा च्यालेन्ज लिन लाग्छु 1 मन्थमा अकाउन्ट मोनिटाइज गरेर 1 लाख कमाउने चाहिँ मेरो गोल छ तर पोसिबल छैन त्यो 1 मन्थमा लेट्स सी के हुन्छ टिकटकमा पनि पुस्ट गर्छु गर्न त भयो भने त बबाल पैसा दुई बहिनी लागेछन् यहाँ ओके मै सरप्राइज कसम मै सरप्राइज भइरह्यो नि कसम भनेको होइन म त यो गिफ्ट दियो होला सोचिरहेको कि लाइक मैले कसम सोचेको नि थिएन यार के पायो प्रभु तिमीले अब हाम्रो प्रमुले गरिरहेको छ ओपनिङ हाम्रो आइफोन 16 प्रो म्याक्स तपाईँले स्ट्रेट खिच्नु ल मिलाएर खिच्नु ल किन प्याकेजिङ गरेको थाहा छ थाहा पाइसकिस् भनेर अस्ति नै थाहा भएको हो तर
कस्तो फिलिङ दिनलाई चाहिँ प्र्याक्टिस गरेर कि यत्तिकै त्यसमा अब यो अब अलिकति काठो चाहिँ पारेछ त्यो पछाडि र अगाडि छ कि कस्तो च्यातिनी अब के गर्ने त सेसी खोल्नु मिल्छ कतै त टेप त्यो अलि त्यो दिल छिटो दुखी के हो म त कस्तो मिलाएर पठाउँछु भन्थ्यो अन्त फेरि युज गर्छु भनेर घरलाई फेरि युज गर्छु क्या हो आफ्नो घरको सामान आफ्नै सामान त हो होइन किन्दैन के गरेर खिचेको यार कि बोल्दा बोल्दा भयो कि आफ्नो खिच्नु न यो मैले अस्ति सेयर बेचेर किनिदिएको यो हटाउ न बक्स त अलिक पुरानो पुरानो छ त पछि त भित्र पिएचेबल राखेर त देख्दैन यो त पुरानो पुरानो अरू बक्स मागेर लिएर मैले यो फोनको रबर स्टोरी भन्छु कि के भयो थियो भनेर ठुलो हडल पार गर्न खोजेको तर त्यो भएन लडियो कि प्लेयर्सहरू नै कतिलो चाहिन्छ कि गेम म जस्तो मान्छे चाहिन्छ कि म जस्तो मान्छे भन्यो भने त हुँदैन त्योभन्दा नि बढी एक्साइटेड तिमी थियो हेर हुँदैन अनि तिम्रो त्यो एक्साइटमेन्ट त अलरेडी त्यो फेसमै देखिएछ कि त्यो किन्ने भन्ने बित्तिकै एक्साइटमेन्ट त म नकिन्न नगरे कति चुप तपाईँले भन्नु नगरे मैले के बोलेको थिएँ भनेको छैन त्यही त नि भनेपछि के भयो त अहिले प्रभु हातमा लिएको राम्रोसँग Oh my god, so बबाल कस्तो राम्रो रहेछ यार तर प्रभु कतिको ह्याप्पी सबैलाई भन न एकदम थ्याङ्क यू भन नि त थ्याङ्क यू एभ्रिवान यो अलि सिधा खिच्नु यार भइहाल्छ नि अन्त प्रभुको नयाँ फोन आइफोन 16 Pro Max त्यही त एकदम साह्रो हुन्छ मम्बाबाट होइन अब भन्नाले पहिल्यैदेखि नै प्लान त थियो नि त जेरोस दिने भनेर तर अब मैले नमिलिरहेको भनेर त्यही भएर अड्किरहेको अनि अब चाहिँ दिने नै भनेर मम्बाले प्लान गरेको छ अनि फर्स्टमा अब मलाई फोन गरेर भन्नु अगाडि त बाबु त्यहीँ छ बाबुले भने त्यो गर्दा अनि म भन्छु प्लिज म भन्छु तिम्रो भाइले तिमीले मुभी हेरेको बेलामा होइन त्यो धन्न मुभी हेर्दिन्थ्यो मैले कहिले मुभी हेर्दिनँ मैले टिकटकमा हेर्नु सक्दैन कि तर त्यो दृश्यम भन्ने मुभी मेरो टिकटकमा त्यहाँदेखि यति इन्ट्रेस्टिङ लाग्यो मलाई यस्तो प्लट ट्विस्ट मुभी क्या खतरा लाग्छ अनि मैले टिकटकमा हेरेर अब त टिकटकमा फुल खातेहरूले फुल जस त्यो मान्छेहरूले फुल भिडियो राखेन कि त्यो मुभी खोज्दा नभएर ल युट्युबै गरेर हेर्छु मैले युट्युब गएर कति पछि आफैले अनि उसको भाइको मेसेज आउँछ प्रमो तिमीलाई मम्मी बाबाले नभन भनेको हो तिमीलाई त आइफोन किनिदिने भनेको छ आइफोन 16 Pro Max नयाँ अनि तिम्रो फोन मलाई देऊ ल रे म त नोटिफिकेसन ड्याङ आउँछ ओ सिट ला भएर छिटो डिलिट हानिदिएको मैले नोटिफिकेसनहरू सबै मेसेज समेत अनि मैले भाइलाई फोन गरेँ भाइ पुरा फोन गर्छु उठाउँदिनँ फेरि होइन दाइ म उता जानु लागेको के अरे पसल जानु लागेको भनेर पछि एकचोटि कल गरेर भन्नु अनि रोग तिमीले के प्राइस बढाएको थियो तिमीले आइफोन 16 Pro Max किनिदियो बाबाले किन्छ त्यो सरप्राइज पो भने तिमीले भनिदिने हो भने मैले होइन अनि होइन दाइ होइन के गरिन्छ भन्छ है त्यसपछि तिमीले दिइहाल्छ तिम्रो फोन तिम्रो दिदीहरूले कि नदिने त होइन तिम्रो दिदीहरूले तिम्रो फोन त अभियसली पाइहाल्छ नि भने अनि मेसेज छिट डिलिट गर भनेको दाइ गर्छ नि दाइ डिलिट गरिदिनु म यति आज डिलिट गरेँ म चुपचाप त्यो बेलामा चाहिँ फेरि मलाई बाबाले के अरे फोन किनिदिनु भनेको बहिनीलाई बर्थडेमा गिफ्ट किन्नलाई हेर्दै भनेर भन्थ्यो यता उतै बुझ्यो भन्दै थियो अनि तपाईँले कहाँ बुझेको त बाबाले बुझ्दैन त इभोमा हो त्यहाँ भन्दा बरु मैले यो ठाउँमै देख्छु नि त भनेर भने अहिले वारेन्टी हुँदैन त्यस्तो टाइपको अनि हुन्छ वारेन्टी त अलरेडी आइफोन ठाउँमा आउँछै भनेर मैले पुरा कन्टिन्यू हुँदै थियो यस्तो सिरियस झमेला परिरहेछ होइन घरमा
त्यही गर्लफ्रेन्डलाई फोन गरिरहेछ सँगै बोलिरहेछ कि फेरि दुईजना उसले न मैले त त्यो सरप्राइज भन्ने कुरा त मेरो प्लानमा थिएन उसले नै हो सरप्राइज नभनिकन दिने होइन बाबाले नै हो कि फेरि नभनिकन नै दिने सरप्राइज बाबाले कहिले सरप्राइज देखाएको देखेँ जस्तै यस्तै भन्छ कि जानी त्यो आत्तिने हो कि मसँग मात्रै होइन पहिला पनि धेरैचोटि यस्तै गर्छ नभन्दै भन्यो नि मम्मी त्यही छ भने अनि त्यो के गर्यो त्यो मलाई सोध्छ त्यो सोध्छ अनि सँगै बोलिरहेछु बोल्दा बोल्दा न रम्पू पनि बोलिरहेको छ न ऊ छैन भनेर खाना पर्दैन भनेको ऊ त्यही छ सोध्छ फेरि किनभने सोधेको त्यो फोन के भयो कि फोन हेर्न गयो कि सम्झे त्यस्तो के हो त्योभन्दा अगाडि मैले के डाउट गरेको थिएँ भन्दाखेरि त्यो सुसानले के सोधेको थियो फोन दियो भने कुन कलरको फोन लिन्छौ त अरे सुसानले आउट अफ द ब्लू सोध्दैन सुसानले कहिले पनि मलाई त्यसरी हामी सोध्यो पनि ल जस मेबी उसले ल सोध्यो भने स्कलरसिपकै लेभलमै सोध्यो भने पनि उसले किन त्यो सोधेको इन्टुवेसन मेरो इन्टुवेटिभ थटले चाहिँ केही त छ भन्ने कुरा थाहा पाइसकेको मैले अनि यसले पनि मैले खै म त लियो भने व्हाइट लिन्छु कि चाहिँ डेजर्टै लिनु पर्ला भनेर भनिरहेको थिएँ मैले अनि त्यसपछि यसले पनि कुन बेलामा हो कि आफै आएर उता कोठामा बसिरहेको मात्रै सुई फोन लिँदै आएर भाइ डेजर्ट टाइटेनियम त खासै राम्रो छैन व्हाइटै राम्रो है भनेर यसरी गयो कि रुमबाट गयो तिमीहरूको कुरा हुँदा फोनको कुरै भएन फोनको कुरै भएन यसले उता रुमबाट यता रुम आएर डेजर्ट टाइटेनियम भन्दा त व्हाइटै राम्रो है भनेर उता गएको हो त्यही भन्थे त्यसपछि अलिक डाउटमाथि डाउट बिल्डअप हुँदै गयो अनि सुसानले अरू पनि के सोधेको थियो भन्दा मलाई अनि त्यसपछि मैले अब मेरो स्कलरसिप 2 महिनापछि आउँछ नि त्यो अमाउन्ट अनि मैले 2 महिनापछि किन्ने म त्यस्तो केही सोचेको थिएन कि किनभने कलरमा पनि मैले सोचेको थिएन किनभने मलाई डेजर्ट टाइटेनियम खतरा लागिरहेको थियो तर म कन्फ्युज थिएँ किनभने व्हाइट भनेको अलिकति सेफ अप्सन भयो नि जेमा पनि जस्ट इफ डेजर्ट टाइटेनियम नभएको भए मैले व्हाइटै लिन्थेँ कि लिन्थेँ त्यही भएर म त्यस्तो हेरेको थिएन कि डेजर्ट टाइटेनियम एक्चुअलमा कस्तो देख्छ त्यस्तो केही पनि हेरेको थिएन भने अनि सुसानले जाम कि मैले चाहिँ के भने म चाहिँ डेजर्ट टाइटेनियम रियल लाइफमा हेर्छु अनि बल्ल फिक्स गर्छु कुन कलर भनेर भनेको थिएँ मैले त्यसको लागि 2 महिना छ किन्नको लागि सुसानले जाम इगोस् त्यो जाम हेर्न जाम गर्छ न अनि त्यसपछि मैले अनलाइन टिकटकहरू चाहिँ हेरेँ अनि मैले डेजर्ट टाइटेनियमै राम्रो छ म त्यही नै लिन्छु भनेपछि दुवैजना रातो निलो पऱ्यो यिनीहरू दुईजना त्यसपछि मैले थाहा पाएँ किनभने जोसुले नि अस्ति भनिसक्यो सुसानले नि व्हाइट गरिरहेछ जोसुले त्यो भनेर थाहा पाइसक्यो मैले ल यिनीहरूले अर्डर गरिसकेन म यिनीहरू यस्तै रातो निलो पर्दैन भनेर मैले थाहा पाएँ मैले त खतरा बचाएको थिएँ यहाँ घरदेखि फुस्किहालेपछि अब के गर्ने अब त मलाई त पेल्नै छ ब्राउनले कसम खा मैले फोन किनेछ भन्ने कुरामा म स्योर भइसकेँ कि मलाई जस्ट कुन कलर छ भन्ने कुरामा चाहिँ थाहा पाउनु थियो त्यही भएर मैले कुन कलर छ भनेको म त ट्रमोटाइज भइसक्यो यार हामी चाहिँ अब सिल्क आयौँ है खासमा 2टा सिल्क छ होइन ड्रमसिकलमा तर यो सिल्कमा चाहिँ पार्किङ छ कि तर हामी यहाँ आयो यो चाहिँ पार्किङ छ फ्री पार्किङ कस्तो छ जोस दिदी यो यो ठाउँ चाहिँ अलिकति अरू सिल्क भन्दा चाहिँ एस्थेटिक लाग्छ है मलाई चाहिँ कुन आइसक्रिम मनपर्छ भन्दाखेरि प्रमो आज ह्याप्पिएस्ट गर्ल इन द वर्ल्ड भइरहेछ हामी भाटभटेनी फोनमा टेम्पर ग्लासहरू कभरहरू लिन आएको प्लस मुभी पनि हेर्न आएको प्रमलाई लिएर फाइनल डेस्टिनेसन हेर्ने आज हामी आज त भने आज सिस्टम पनि सकिएको मोज भन्ने आज मोज अस्ति गर्नुपर्छ लास्ट गर्नु छ यार देखाउ त क्या क्युट देख्यो यार लास्टै कता देख्यो हामीले यहाँ आएर टेम्पर ग्लास लगायौँ होइन अहिले चाहिँ स्याम्पलको लागि थियो होला
तर नाइस नै देखिन्छ यार पछाडि त तर यो राम्रो लाग्यो छैन तर यो खुसी भएर जान्छ होला खुसी हेर्नु नि त एकचोटि तिमीलाई कुन ठिक लाग्यो यो दुईटामा मलाई त्यो पनि ठिक लाग्यो यो पनि ठिक लाग्यो कि अलिक कलर देखाउनु भयो अब किन्ने भयो त्यो स्टाइलको पिङ्क किन्ने हुन्छ बस्यो अब कि त यो किन्ने चाहिँ उसले मलाई जुत्ता चप्पल जुत्ता किन्ने भन्दा थियो तर मलाई चाहिँ अर्कोवाला अलिकति भएन पाएन अहिले चाहिँ उसको सपिङ गर्न आएको स्पेसली हामी मुभी हेर्न जाने हो हामी मुभी हेर्न आएको फिल्ममा हो 6 स्टार भन्थ्यो 6:15 भन्दा म खाली रहेछ यार आज मुभी कस्तो छ भने अहिले हेरेपछि म रियाक्सन दिन्छु तपाईँहरूलाई रियाक्सन त के भन्ने म भन्छु फिडब्याक दिन्छु अब कति मिनटमा अब 5-10 मिनटमा स्टार्ट हुन्छ होला भर्खर हामीले मुभी पनि सक्यौँ के हो भर्खर हामीले मुभी पनि सक्यौँ भिजा यार खतरा रे तर त्यो डर लाग्छ भन्छ साँच्चीकै लाग्छ जस्तो लाग्यो मलाई त अब त्यो